मनोसामाजिक परामर्शदाताको भूमिका मानसिक र सामाजिक र भावनात्मक समस्यासँग जुधिरहेका व्यक्तिहरूलाई सहयोग गर्नु र यी परामर्शदाताहरूले व्यक्तिहरूको मनोवैज्ञानिक अवस्था, सामाजिक सम्बन्ध, व्यवहार र भावनात्मक समस्याको लाई बुझेर त्यसको समाधानमा सहयोग पुर्याउनु हो। मनोसामाजिक परामर्शदाताको काम सुनुवाई र बुझाइ, सेवाग्राहीहरूको समस्या बुझ्नु, सहानुभूतिपूर्वक सुन्नु पर्दछ। परामर्शदाताले तनाव, चिन्ता, आघात, दुःख, व्यवहार समस्या, आत्मविश्वासको कमी आदि विषयमा समाजीकरण र सामाजिक सङ्कलनको मूल्याङ्कन, परिवार, साथीभाइ र समाजसँगको सम्बन्ध कस्तो छ भनेर बुझ्नु पर्दछ। समस्याका समाधान, रणनीति, व्यवहारिक र भावनात्मक सुधारका उपायहरू सिकाउनु पर्दछ। गम्भीर समस्या भएका मनोचिकित्सक वा अन्य सेवा प्रदायकहरूमा पठाउनु पर्दछ। यदि कुनै बालक विद्यालयमा बोल्न डराउँछ, साथीभाइहरूसँग मिल्न सक्दैन भने मनोसामाजिक परामर्शदाता उहाँलाई आत्मविश्वास बढाउने उपाय सिकाउनु पर्दछ। यदि कसैलाई पनि विद्यालयमा, अस्पताल वा समुदायमा परामर्शदाताको आवश्यक परिरहेको छ भने यी विदित कुराहरूमा बोल्दै हुनुहुन्छ आज राष्ट्रिय स्वास्थ्य कर्मी महासङ्घ कैलाली जिल्ला कार्य समितिका उपाध्यक्ष विज्ञान भट्टज्यू। र आज म मनोसामाजिक परामर्शदाता, साइकोसोसियल काउन्सिलर किन अध्ययन गर्ने त, यो केका लागि अध्ययन गर्ने त भन्ने म केही कुराहरू यहाँ राख्न म गइरहेको छु। किन मनोपरामर्शदाता पढ्ने त भन्दाखेरि एउटा आफ्नो सेल्फ केयरको लागि आफूले आफूलाई नै शुद्धिकरण गर्छ यसले, र त्यसै गरी व्यक्ति, समाज, स्वास्थ्य सुधार गर्नका लागि बालबालिका, किशोरीहरू र वृद्धहरूलाई सहयोग गर्नका लागि, मानव व्यवहार बुझ्न र सामाजिक सम्बन्ध सुधार गर्नका लागि र पेसा र रोजगारको अवसरका लागि यो मनोसामाजिक परामर्शदाता हामीले पढ्न आवश्यक छ। र मनोसामाजिक परामर्शदाताको अध्ययन गर्नु समाज र व्यक्ति दुवै पक्षका लागि लाभदायक हुन्छ र यसले मानसिक स्वास्थ्यको अवस्था सुधार्नुको साथै मानसिकलाई भावनात्मक सहारा दिन र समाजको समृद्धिका पेसालाई पनि योगदान पुर्याउँछ भन्ने र मद्दत गर्दछ। र किन यो मनोसामाजिक परामर्शदाता कहाँ पढ्ने त, यो साइकोसोसियल काउन्सिलर पढ्नका लागि कहाँ जाने त भन्ने सबैको चासोको विषय रहेको छ। विद्यार्थी भाइ बहिनीहरूले कतै गइराख्नु पर्ने आवश्यकता छैन। सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वार्ड नम्बर 4 मा रहेको निर्माण व्यवसायिक सङ्घको भवनमा मनोबल न्युरो सेन्टर छ। त्यहाँ 6 मन्थ साइकोसोसियल काउन्सिलर अध्यापन गराइन्छ। र किन मनोबल न्युरो सेन्टरलाई नै रोज्ने त हामीले? विभिन्न सङ्घ संस्थाले पनि अध्ययन गराइरहेको छ, तर मनोबल नै किन चाहियो त हामीलाई भनी मनोबल रोज्नका मेरो 4 वटा कारणहरू रहेका छन्। नम्बर 1 कारण, यहाँ पर्याप्त र व्यवस्थित पाठ्यक्रमको द्वारा अध्यापन गराइन्छ। यस मनोबल न्युरो सेन्टरमा शान्तपूर्ण वातावरण रही विद्यार्थीले भने बमोजिमका आधारमा पाठ्यक्रम पुस्तकदेखि लिएर सम्पूर्ण क्रियाकलापहरू गरिन्छ। र चौथो नम्बरमा काठमाडौँमा रहेको पिक्स नेपाल र वातावरणमा पढाइ गर्ने भएकाले मनोबल न्युरो सेन्टर नै रोज्नु आवश्यक छ। र त्यसको साथसाथै
काठमाडौँमा रहेको पिक्स नेपाल संस्थाका वरिष्ठ साइकोलोजिस्ट र धनगढीमा रहेका वरिष्ठ डाक्टरहरूद्वारा चाहिँ पिक्स नेपाल र का वरिष्ठ साइकोलोजिस्ट र धनगढीमा रहेका वरिष्ठ डाक्टरद्वारा चाहिँ मोनोबल न्युरो सेन्टरसँग सहकार्य गरेर चाहिँ यहाँ 6 मन्थ साइकोसोसियल काउन्सिलर पढाइ गरिन्छ। मैले मोनोबल न्युरो सेन्टरबाट 6 मन्थ साइकोसोसियल काउन्सिलर तालिम प्राप्त गरिसकेपछि ममा पहिलो त आफूले नै आफूलाई मैले परिवर्तन पाएँ, परिवर्तन गरेँ। मैले सबभन्दा पहिला त हामीले आफूलाई परिवर्तन गर्नुपर्छ र मैले आफूलाई नै धेरै परिवर्तन गरेँ। त्यसको साथसाथै समाज र आफ्ना छरछिमेकमा रहेका मान्छेहरूलाई गर्नुपर्ने व्यवहार कस्तो रहेछ भन्ने कुरा मैले त्यो तालिमबाट प्राप्त गरेँ र मेरो दिनचर्याका कुराहरू चाहिँ कसरी मैले चाहिँ जानुपर्ने रहेछ त र आफूलाई कसरी हेल्दी पार्नुपर्ने रहेछ त भन्ने कुराहरू पनि मैले यो तालिमबाट प्राप्त पाएँ। र त्यसको साथसाथै मैले आफूलाई यो धेरै स्ट्रेसहरूका कुरा, डिप्रेसनका कुराहरूदेखि लिएर चाहिँ कसरी यसले चाहिँ ट्र्यागल गर्नुपर्ने रहेछ त भन्ने कुरा पनि मैले यो तालिमबाट प्राप्त पाएँ। र त्यसको साथसाथै मैले चाहिँ आफूलाई र गर्नुपर्ने र घर परिवारलाई गर्नुपर्ने व्यवहारिकका कुराहरू पनि कसरी चाहिँ मैले सिक्नुपर्ने रहेछ त भन्ने कुराहरू मैले यो तालिम प्राप्तपछि मैले आफूलाई अनुभव गरेँ र यो तालिम चाहिँ लिएर म निकै खुसी र उत्साहित छु र सबैलाई यो तालिम चाहिँ लिदिनु होला र प्राप्त गरिदिनु होला भन्ने म सबैलाई विनम्र अनुरोध गर्दछु।